7 प्लसको चाहिँ हामीले बोर्ड चाहिँ हामीले ट्रान्सफर गर्न गइरहेका छौँ। एउटाको बोर्ड अर्कोमा निकाल्न गइरहेका छौँ। यसको स्टेप बाई स्टेप फुल भिडियो हेर्नु होला। हामीले सुरुमा चाहिँ यसको स्क्रुहरू खोलिसकेका छौँ। यो स्क्रुहरू चाहिँ सुरुमा हामीले खोल्यौँ। त्यस पछाडि हामीले यसलाई एकदम सेन्सिटिभ हुन्छ। सुरुमा हामीले ब्याट्री कनेक्टर ओपन गर्नुपर्छ। त्यस पछाडि डिस्प्ले कनेक्टर लगायो अनि त्यसपछि होम बटनको यो कनेक्टर भयो। यो क्यामेरा फ्रन्ट क्यामेराको भयो। फ्रन्ट क्यामेरा स्पिकरको सबै यसमा हुन्छ है। त्यस पछाडि अब हामीले यसमा स्टेप बाई स्टेप यो चार्जिङको फ्लेक्स भयो, यो छुट्याउँछौँ। अनि हामीले 1 नम्बरको स्क्रु हामीले यहाँनिर 1 नम्बरमा राख्यौँ है। काम सजिलो गर्न सजिलो हुन्छ। स्टेप बाई स्टेप काम गर्नुपर्छ। यसलाई यहाँनिर राख्छौँ 2 नम्बरमा। सिम इन्जेक्टर पिनले हामीले सिम ट्रे निकाल्नुपर्छ। यहाँनिर नेटवर्क वायर छ है। भित्रपट्टि हुन्छ स्क्रू, यहाँ माथि स्क्रू हुन्छ। स्क्रूहरू एकदम ध्यान दिनु, कुन स्क्रू कहाँनिर राख्ने भन्ने कुरा ध्यान दिन जरुरी छ। आइफोनको मेन भनेको स्क्रू कहाँ राख्ने है, खोले पछाडि स्क्रू कहाँनिर राख्ने, कुन स्क्रू हो, सबै कुरा चाहिँ हामीले ध्यान दिनुपर्छ है। यसरी निकाल्दाखेरि कम्पोनेन्टहरू उक्किन सक्छ है, एकदम ध्यान दिनुपर्छ। यसको यहाँनिर नि स्क्रू हुन्छ एउटा। फ्रेस बोर्ड छ है, बोर्ड फ्रेस छ। यो भयो 7 प्लसको बोर्ड। अब हजुरहरूले यो फ्रेस छ कि छैन कसरी पत्ता लगाउने है, यता हेर्नुहोस्। अब यो जुन यो कभरिङ हुन्छ यो मजाले गरे हुन्छ। अब यो बनाएको रिपेयर बोर्डहरूमा हेर्नुहोस् यसरी निकालेको हुन्छ, यसरी छुट्याएको हुन्छ। अब यसमा छुट्याएको छ छैन, पुरै प्याकिङ छ हो। यो भयो फ्रेस सिल प्याक बोर्ड है, नन रिपेयर बोर्ड। यसरी बुझ्नु होला, कस्टमरले पनि बुझ्न सजिलो हुन्छ, है सबैजनाले बुझ्न सजिलो हुन्छ यो बोर्ड फ्रेस छ कि छैन भन्नको लागि है। अब हामीले यो बोर्ड चाहिँ अर्को फ्रेममा हाल्छौँ, मतलब सेम देखिन्छ देख्न चाहिँ। यहाँ भएको फोरहरूलाई क्लिन गर्नु पर्यो। अब हामीले निकालेको स्क्रूहरू कहाँनिर कुन स्क्रू राखेको छ याद गर्नुपर्छ। चार्जिङ भयो, फर्स्ट स्क्रू हामीले फर्स्टमा राखेको थियौँ। फर्स्ट स्क्रूलाई चाहिँ हामीले फर्स्टमा राख्छौँ यहाँनिर है। सेकेन्ड स्क्रूलाई हामीले सेकेन्डमा राख्छौँ। सेकेन्ड कहाँनिर थियो, यहाँनिर थियो। त्यसमा नेटवर्क वायर छ हामीसँग।
हामी ब्याट्रीमा भोल्टेज चेक गर्छौँ कति भोल्टेज छ ब्याट्रीमा प्लस माइनसलाई प्लस माइनसमा राखेर देखाउनुहोस् त 3.9 ब्याट्री भोल्टेज छ 3 भोल्ट 9 एम्पियर मतलब मोबाइल अन हुन्छ जुन हामीले हालेको थियौँ जुन हामीले हालेको यो फ्रेममा चाहिँ यस्तो केही पनि थिएन यो तपाईँको स्क्रुहरू होइन तपाईँको प्लेटहरू केही पनि थिएन हामीले चाहिँ अब स्क्रुहरू चाहिँ अर्को सेटको हाल्दैछौँ कभरिङ गर्नुभन्दा पहिला हामीले यहाँको एउटा यसरी हामीले चुम्बक लिएन भने म्याग्नेट लिएन भने हामी चाहिँ अब लिन्छ म्याक्सिमम हजुरहरूले विचार गर्नुभयो भने आइफोन बनाउन दिनुहुन्छ तर तपाईँको सेट तपाईँको फर्स्ट टाइम खोलेको छ भने पनि हजुरको स्क्रुहरू चाहिँ फुलफिल प्रायः नलागेको देखेको छु है किनभने स्क्रुहरू चाहिँ जति पनि छ उहाँको सेटमा भएको त्यो सबै स्क्रु हालिदिनु होला है म चाहिँ त्यो भन्न चाहन्छु सबैजनालाई स्क्रु चाहिँ हालिदिनुपर्छ जब कि त्यो स्क्रु त्यो उहाँकै हुन्छ उहाँकै मोबाइलको स्क्रु हो अब हामीले यो क्यामेराको कनेक्टरलाई जोड्छौँ याद गर्नुहोस् यहाँनिर एउटा स्क्रु हुन्छ त्यो स्क्रु हामीले राखेका छौँ अब यसको डिस्प्ले छ हामीसँग यहाँ यो माथिको फ्लेक्स भयो यो होम फ्लेक्स भयो यो डिस्प्ले फ्लेक्स भयो अनि यो ब्याट्री कनेक्टर अन भयो जुन चाहिँ यसको यहाँनिरको यो प्लेटहरू केही पनि थिएन है यो प्लेटहरू चाहिँ अब सुरुमा सेटमा त हुन्छ तर एउटा पसलमा दिँदाखेरि अर्को पसलमा दिँदाखेरि दिँदा यो प्लेटै हुँदैन लास्टमा हो त्यही भएर यो प्लेट चाहिँ यहाँको यो स्टिल कभरिङ जुन हुन्छ त्यो चाहिँ राखिदिनु होला म पनि अब भएको भएर राखिदिन्थेँ यहाँ छैन है त्यही भएर अब यसको चाहिँ यहाँनिरको यो जुन प्लेट हुन्छ कभरिङ गर्ने त्यो नभएको कारणले गर्दाखेरि अब यसलाई चाहिँ हामीले टेपले अड्डाएर राखिन्छौँ यति गर्नै पर्यो अनि स्क्रुहरू खसेको छ अड्केको छ हेर्नुपर्छ है किनभने स्क्रुहरू भयो भने एकदम ब्लास्ट हुने सम्भावना बढी हुन्छ ब्लास्ट हुने चान्स बढी हुन्छ ब्याट्री पड्किने चान्स बढी हुन्छ त्यो रिचेक गर्नुपर्छ
छु काम भइसकेको छ है।